हेलो गाइजहरू नमस्कार। हामीले तपाईँहरूलाई योभन्दा अघिल्लो भिडियोमा यो बुलेटमा चाहिँ के को समस्या हो के को साउन भनेर भनेका थियौँ। तपाईँहरूलाई थाहा छ छैन। अब हामी यो समस्या के को र यसको समाधान के हो भनेर हामी देखाउँदैछौँ। यो चाहिँ हाम्रो सेल फोन वेको ब्यारिङ गएको थियो बुलेटको 350 क्लासिक हो यो। यिनीहरूको चाहिँ प्राय गियरमा सेल फान्ने हुँदाखेरि छिटो छरा बिग्रिन्छ। त्यही भएर बुलेट कुदाउने ग्राहकहरूले चाहिँ कृपया गियरमा सेल्फ नहानिदिनु होला। यसो गर्दाखेरि सेल्फ धेरै टिक्ने हुन्छ। यो चाहिँ अब हामीले सबै सामान धोएर यसको छरा नयाँ सेट गर्दैछौँ। अनि छरा नयाँ सेट हालेर हामी यसलाई फिट गर्छौँ। अनि यो बचाउनको लागि चाहिँ त्यही हो, गियरमा सेल्फ नहानिदिनु होला। र केही समस्या आयो भने टाइममा सामान चेन्ज गर्नु होला। फेरि त्यो सामानले अरू सामान बिगार्न नपाओस्। अब हामीले यसको हाउजिङको नटहरू टाइट गर्छौँ। हामीले वान वे चाहिँ फिट गरिसक्यौँ। यसमा 24 नम्बरे नट टाइट गर्दैछौँ हामी मेसिनले। अनि त्यसपछि यतापट्टि 17 नम्बरे नट हुन्छ। यसको एक्जेस्टर हुन्छ, क्लच चेन हुन्छ बुलेटमा चाहिँ, अरू बाइकमा हुँदैन। यो क्लच चेन चाहिँ हामी टाइट गर्दैछौँ मुनिबाट। त्यो चाहिँ अटो एक्जेस्ट हुन्छ। त्यो चाहिँ आफै टाइट हुन्छ भनौँ न। नट टाइट गरेपछि अटो एक्जेस्ट हुन्छ त्यसले। अब हामी यसलाई गम लगाउँछौँ। यसमा प्याकिङ हुँदैन। यो बुलेटको यो साइडमा प्याकिङ हुँदैन, अरूतिर चाहिँ प्याकिङ हुन्छ। अब हामी यसलाई गमसम लगाइसकेर यसको क्लच कभर फिट गर्दैछौँ। क्लच कभर फिट गरिसकेपछि यसको आवाजहरू पनि हामी सुनाउँछौँ। तपाईँहरूलाई कस्तो लाग्छ भिडियो लाइक सेयर कमेन्ट गरिदिनु होला। साथै हाम्रो युट्युब च्यानल सब्सक्राइब पनि गरिदिनु होला। यदि तपाईँहरूलाई पनि यस्तै बाइक सम्बन्धी केही काम गराउनु परेमा हाम्रो मोटरसाइकल ग्यारेज बिरतामुर झापालाई सम्झन सक्नुहुन्छ। अब यो बाइक फाइनल्ली सक्सेस भइसकेको छ। हेरिदिनु होला। यो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। धन्यवाद।